हेलो वेलकम टू माई न्यू भिडियो फ्रेन्ड कैसे हो आप सब कस्तो हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ आज चाहिँ म बिहानदेखि ब्लग स्टार्ट गर्दैछु आज चाहिँ मेरो ब्लग छ आज चाहिँ म बजार गएर के किनेर ल्याएको छु भनेर हजुरहरूलाई देखाउँछु ल साथीहरू यस्तो महँगो के तरकारीहरू आज बिहानै गएको हाम्रोमा चाहिँ तराईतिर चाहिँ हाट बजार लाग्छ के बिहान वेडनेसडे एन्ड स्याटरडे है लिन गएको यस्तो महँगो साथीहरू छुइसक्नु छैन है तरकारीको भाव म त तरकारीको भाव सुनेर बेहोस भए बेहोस ल हजुरहरुकोतिर चाहिँ कसरी छ कमेन्ट गर्नु ल मैले यति धेरै सामान ल्याएँ आज मेरो घरमा प्रोग्राम भएको भएर आज छुट्टी छ है मेरो साथीहरू सो छुट्टी लिएर तरकारी लिन गएको म तरकारीको भाव सुनेर बेहोस भए ल के ल्याएको छु हजुरलाई म देखाउँछु सुरुमा चाहिँ टमाटर ल्याएको हेर्नु न टमाटर है टमाटर यति ल्याएको 1 किलो आदि आमामा कति महँगो के साथीहरू टमाटर यहाँ देखेन है रातो पनि छैन के यस्तो हेर्नु न पुरै कति थाहा छ कति महँगो कमेन्ट गर्नु ल हजुरकोमा यो भयो टमाटर 1 किलो आदि ल्याएको भने साथीले टमाटर अनि अर्को आयो अचार बनाउनको लागि मुला है कसलाई मन पर्छ कमेन्ट गर्नु अनि अर्को ल्याएको छु काँक्रा भाउ त आकाश अनि अर्को ल्याएको फ्रेन्ड एकदम मलाई चाहिँ मन पर्छ यो सिजनमा चाहिँ त्यो सुखा प्याज भन्दा नि यस्तो प्याज चाहिँ मन पर्छ क्या मासुमा हाल्यो झन् वाव हुन्छ हैन यो मन पर्छ है यो ल्याएको छु है अनि अर्को छुट्याउनु नहुने कुरा मासुमा वाव धनिया हेर्नु त कस्तो राम्रो हेर्नु साथीहरू लोकल धनिया हर हर बास्ना आछ है हर हर बास्ना आछ अनि अर्को छुट्याउनु नहुने कुरा साग हेर्नु सबभन्दा सस्तो चाहिँ तरकारीमा सबभन्दा सस्तो चाहिँ साग है 10 रुपियाँ मुठी 4 मुठी ल्याछु मैले है अनि अर्को चाहिँ भान्टा पनि ल्याएको छु साथीहरु यो चाहिँ पकौडा खाने भेन्टा के भन्छ कसलाई मन पर्छ कमेन्ट गर्नु ल अनि अर्को मासु बिना त पार्टी हुँदैन साथीहरु यसो हेर्नु त मासु यो चाहिँ चिकन है यत्रो ठुलो छ यो ल्याएको चिकन अनि अर्को हामी सबैको फेभरेट तपाईहरुको पनि फेभरेट के होला दिदीले के ल्यायो होला अर्को मासु पनि ल्याएको छु ल त्यो हो चाहिँ हेर्नु त एक पर्क साथीहरु पर्क वाव हेर्नु त कस्तो दामी पिस के हेर्नु त वाव यस्तो पर्कको मासु चाहिँ ल्याएको छु है साथीहरु ल यतिको चाहिँ ल्याउनु पर्ने हुन्छ है ल हजुरहरुकोतिर पनि आजको शपिङ चाहिँ यति हो साथी हजुरहरुकोतिर कस्तो के छ तरकारीको भाव कमेन्ट गर्नु होला हाम्रो यतातिर चाहिँ यस्तो महँगो छ साथीहरु छोइसक्नु छैन म त झन्डै बेहोस भए आज तरकारीको भावहरु सुनेर यस्तो है सबै चाहिन्छ फेरि खानु त पर्यो त्यही माथि फेरि आफू मुकबाङ भिडियो गर्ने पर्यो साथीहरु के मुकबाङ भिडियो गर्नु हो साथी यस्तो महँगो छ सो साथीहरु थाहा पाइहाल्नु भयो होला सो फटाफट परिलाई सपोर्ट गर्नु है अहिलेसम्म मेरो च्यानल लाइक गर्नु ट्याक्क लाइक गर्नु भिडियो हेरेर कमेन्ट गर्नु एकदम मिठो कमेन्ट गर्नु अनि सब्स्क्राइब पनि गर्न नभुल्नु होला है साथीहरु भन्दै लु आजको लागि चाहिँ यति नै हो भिडियो साथी हेर्दै गर्नु होला माया गरिदिनु होला हजुरको दिदीलाई एकचोटि म सर देखाउँछु ल टमाटर चप खाने भेन्टा साग हरियो प्याज पत्ता लोकल धनिया साथीहरु अनि यो भयो मुला र यो काँक्रा अचार है अनि अर्को आयो छुट्याउन नमिल्ने चिकन तपाई हाम्रो कसको फेभरेट अनि आयो एकदम फेभरेट पर्क वाव साथीहरु ल हेरिहाल्नु भयो होला ल सो साथीहरु कमेन्ट गर्नुस् सपोर्ट गर्न चाहिँ नभुल्नु होला भन्दै अब म छुट्ने छु अब यो मलाई पकाउनु पर्ने हुन्छ है साथीहरु मजाले पकाउनु पर्ने हुन्छ सो अहिलेको लागि चाहिँ म छुट्ने छु सबैलाई बाइ बाइ माया हेभ अ ग्रेट डे लभ यु अल बाइ